कुनै पनि धर्मले मान्छे मार्न सिकाउँदैन, तर घृणाले व्यक्तिको दुश्मन बन्छ। नमस्कार, म आसन यादव। हालै नेपालमा भएको धार्मिक द्वन्द्वको कारणले 3 जना युवकको जान गइसकेको छ र यो खबरले सिङ्गो देश नै दुखी बनेको छ। यो घटना कहाँबाट सुरु भयो भने सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट सुरु भएको यो घटना आज देशको अनेकौं ठाउँमा आन्दोलन भइरहेको छ र व्यक्ति घायल भइरहेको छ। वास्तवमा यो धार्मिक द्वन्द्व कसरी उत्पन्न भयो त? कारण के थियो? हामीले समाचार मार्फत सुनेको थियौं यो धार्मिक द्वन्द्व उत्पन्न हुनुमा देवानगञ्ज गाउँपालिका र कप्तानगञ्ज गाउँपालिकाका केही मुस्लिम व्यक्तिहरूले केही दिन पहिला त्यहाँ चौकमा मुस्लिमको झण्डा लगाएको थियो भने अर्को यहाँ हिन्दूहरूले आफ्नो हिन्दूवाला झण्डा लगाएको थियो र हिन्दूहरूले मुस्लिमको झण्डा हटाउनको लागि र मुस्लिमहरू हिन्दूको झण्डा हटाउनको लागि विवाद उत्पन्न भएको थियो भन्ने हामी समाचार मार्फत सुनिएको थियो। तर यो कुनै एउटा विवाद, ठुलो विवाद हुनुमा यो कुनै कारण देखिँदैन। केही मुस्लिम व्यक्तिहरूले फेसबुक, टिकटक, युट्युब जस्ता अनेकौं सामाजिक सञ्जालमा आफ्नो धर्मलाई प्रचार गर्दै दबिया कट्टा जस्ता अनेकौं सामग्री प्रयोग गर्दै भिडियो बनाउँछ, म महान हो बनाउँछ। तर के त्यो भिडियो हेरेर कोही महान बन्छ त? महान त कुनै व्यक्ति पढेर आफू ज्ञान हासिल गरेर बन्छ, प्रचार गरेर लफुवागिरी गरेर कोही बन्दैन। यसै गरी केही हिन्दूहरू पनि छन् जुन धार्मिक द्वन्द्व पैदा गर्छन् र धार्मिक द्वन्द्व उत्तेजित गरिदिसकेपछि आफू साइड लाग्छ र अरूलाई मर्नको लागि छोडिदिन्छ। यस्ता आन्दोलनमा केही राजनीतिक व्यक्तिहरू पनि आफ्नो रोटी सेकिरहेको हुन्छन् र आफू पछाडि हटिहाल्छ, अरूलाई उत्तेजित बनाइदिन्छ र आफू पछाडि हुन्छ। आगो लगाउनुमा सबैभन्दा अगाडि हुन्छन् र आगो ताप्नको लागि घरमा बसेर मिडिया मार्फत हेर्दै रहन्छ। तपाईहरूलाई भन्न चाहन्छु, कुनै पनि व्यक्ति तपाईलाई उत्तेजित गर्दैछ भने त्यसको कुरा नसुन्नुस्। तपाईँ आफै पनि सोच्न सक्नुहुन्छ के सही हो के गलत हो, के हामीलाई गर्नुपर्ने हो के नगर्नुपर्ने हो। कसैको कुरा सुन्दैमा म त्यहाँबाट पुलबाट कुद्न भन्छ भने कुद्दैन नि हो। आफूलाई कसरी बचाउन सक्छु, मेरो लागि के राम्रो हो भन्ने कुरा आफै नै डिसाइड गर्नु। अरूले तपाईलाई चढाएर तपाईलाई यो सही यो गलत भनेर तपाईलाई उत्तेजित गरेर आन्दोलन गर्न भन्छन् र आफू साइड लाग्छ र तपाईँ आन्दोलन गर्दा गर्दै मृत्युको शिकार भइहाल्नुहुन्छ र त्यसपछि त्यो मान्छे पछाडि लुकेर त्यो हेर्दै रहन्छ। त्यही भएर आफ्नो सुरक्षा आफै गर्नुस्। आज नेपालमा 3 जनाको ज्यान गएको छ, सरकारले त्यसको क्षतिपूर्ति दिन्छ होला, त्यसलाई आर्थिक सहयोग 10 लाख दिएको छ भन्ने कुरा सुनिन्छ। सरकारले जतिसुकै पैसा दिए पनि कुनै आमाको छोरा दिन सक्दैन, कुनै बहिनीको भाइ पूर्ण जीवित गर्न सक्दैन। त्यही भएर कसैको ज्यान गयो भने त्यो फिर्ता आउँदैन। त्यो पैसाले मापन गर्ने कुरा होइन ज्यान। दुखी भनेको सबलाई दुख लाग्छ, मलाई पनि दुख लागेको छ र सबलाई लाग्छ, सिङ्गो देशलाई नै लाग्छ। तपाईहरूलाई अन्तमा यही कुरा भन्न चाहन्छु, कुनै धर्म कुनै जाति महान हुँदैन। महान त मानवता हुन्छ, जहाँ एकअर्काको हामी सहयोग गर्छौँ। कुनै हिन्दू व्यक्तिलाई खुन चाहियो भने कुनै मुस्लिम पनि दिन सक्छ, मुस्लिमलाई खुन चाहियो भने हिन्दू पनि दिन सक्छ। तर केही यस्तो मूर्ख व्यक्तिहरू पनि छन् कि आफ्नो धर्मलाई, विशेष गरी मुस्लिम समुदायका व्यक्तिहरूले आफूलाई महान देखाउँदै आफूलाई सर्वश्रेष्ठ बनाउँदै द्वन्द्व सिर्जना गर्छन्। यसलाई कृपया गरेर तपाईहरूसँग विनम्र अनुरोध गर्छु, यो द्वन्द्वलाई अझै उत्तेजित नगर्नुहोस्। धेरैजना यसको कारणले आज घायल भएको छ, मृत्यु भएको छ। तपाईहरूले यसलाई उत्तेजित गरेर आफू पछाडि हटिहाल्नुहुन्छ र अर्को जनाको ज्यान जान्छ। त्यही भएर केही यस्तो व्यक्तिहरू छन् जुन यो द्वन्द्वलाई अझै चर्को बनाइदिन्छ र आफू पछाडि हटिहाल्छ। तपाईहरूसँग विनम्र अनुरोध छ, हामी नेपालमा छौँ। नेपाल भनेको विभिन्न जाति धर्मको सिङ्गो देश हो, जहाँ अनेकौं जाति एउटा फुलबारी झै बसिरहेको छ र बसिरहन्छ। यसलाई अझै उत्तेजित नगर्नुहोस्। तपाईहरूसँग विनम्र अनुरोध छ। यति भन्दै म आसन यादव तपाईहरूको माझबाट बिदा लिन चाहन्छु। हस्, धन्यवाद।